न कहीँ च्यालेन्ज फेस गर्दैछौँ भनेर पनि हामीले देख्न पाएका छौँ। अब यो सबै कुरा देखिएको त छ, हामीले अघि भने जस्तै हामीसँग र स्पोर्ट्सबाट कोही जोडिनु हुनेछ आज इन्टरभ्यूको लागि भनेर हामीले भनेका थियौँ। त्यही कारणले गर्दाखेरि हामीसँग यहाँ इन्टरभ्यूको लागि माफिया निन्जा जोडिँदै हुनुहुन्छ। हामी सोध्नेछौँ के चल्दैछ टिमको ओभरअल लगायतका कुराहरू। हामी स्वागत गरौँ माफिया निन्जालाई। वेलकम छ माफिया निन्जा। फर्स्ट क्वेसन सायद म अंशलाई नै सोध्न दिन चाहन्छु। के छ प्रश्न एकचोटि सोधिहालौँ फर्स्ट, सेकेन्डली म जान्छु। फर्स्ट क्वेसन त यो सुनिरहेको साथी सबैभन्दा पहिला त। हजुर हजुर सुनिरहेको छु मैले। ओके सो म यो सोध्न चाहेँ साथीहरूलाई चाहिँ अफकोर्स म्याच क्लोजली आफूले अब्जर्भ गरिरहेको छ, त्यही नै भइसकेपछि होइन टिमलाई यसो इनपुट दिने काम अघिल्लो सिजनबाट पनि आफूले गरेको थियो। अहिले के छ कि टिम थोरै नयाँ जोन सँगसँगै स्ट्रगल गर्छ कि अलिकता भन्ने सबैको स्पेकुलेसन रहेको थियो। आफू कतिको सेटिस्फाई हेर्दाखेरि? सेटिस्फाई भन्दा नि हामीलाई चाहिँ अब धेरै जस्तो जोनले साथ दिएर नै गेम राम्रो गइरहेछ क्या हाम्रो चाहिँ। जोनले साथ नदिएको गेम चाहिँ खासै गइरहेको छैन राम्रो। अब त्यसमै वर्क गर्नु छ केटाहरू। त्यस्तो अब रिजल्ट अब लिडर बोर्ड हेर्दा त राम्रै ठाउँमा छ, तर त्यस्तो सोचे जस्तो गेम चाहिँ गएको छैन अझै पनि। ओके अन्डरस्ट्यान्डेबल। मनदीप साथी? अब मेरो क्वेसन चाहिँ के छ भने अब एज अ मेन्टर माफिया निन्जा टिमलाई हेर्दैछ, अरू टिमलाई पनि देखिराखिएको छ, हो र स्पोर्ट्सलाई हाम्रो नेपाली अरू टिमभन्दा अलग के देख्न पाइएको छ अथवा हाम्रो अरू 3टा टिम कम्पेरिजनमा हो र स्पोर्ट्समा के डिफरेन्स छ जस्तो लाग्दैछ त? डिफ्रेन्स त थाहा भएन, तर हामी इनिसियली अब यो लिग स्टेज खेल्दाखेरि चाहिँ हामी टप भन्दाखेरि पनि आफ्नो ड्रप चाहिँ क्लियर गर्ने सोचेका थियौँ। तर अब सबले छोडेको हुनासाथ हामीले चाहिँ अब लिग सकिँदाखेरि चाहिँ अब हाम्रो मोटिभ पनि चेन्ज भइरहेको छ। अब त्यो सकेसम्म धेरै बोनस पोइन्ट लिएर फाइनलसम्म भन्ने सोच छ हाम्रो चाहिँ। तर अब डिफ्रेन्स त खासै केही छैन, सबैजना हान्ने आँखा हुन्, हानेरै जानु पर्यो। हानेरै जाने टपिकमा आउँदाखेरि चाहिँ धेरैको क्युरियोसिटी छ। अब त्यो नेसेसरी टिमलाई लाग्यो भने मात्रै अफकोर्स गर्ने होला। हाइड दामी खेल्ने पोसिबिलिटीको बारेमा चाहिँ के छ र स्पोर्ट्समा सिचुएसन चाहिँ? हाम्रो चाहिँ के थियो भन्दाखेरि अब गेम पहिल्यै अब 4जनै खेल्ने खेलाडी भनेर 4जनाकै टिम बनाएको थियो। पछि जस्ट अब पिएमएसएलको लागि एकजना एड गरौँ भनेर मात्र हाइटेलाई भाइलाई बोलाएको थियो। तर अब कसैको गेम बिग्रियो भने त अब हाइटेलाई छिराउने हाम्रो प्लानै थियो सबको। तर अब गेम पनि अब ठिकै गइरहेको छ, त्यसैले अब अहिले सिधै हाइटेलाई छिराएर चाहिँ खासै के रिस्क नलिउँ भनेर अब त्यतिकै स्टेडी फ्लोमै गइरहेको छौँ टिम चाहिँ। के जानुभन्दा अगाडिपट्टि मै एउटा अन्तिम क्वेसन सोधेँ कि लाइक 2टा स्टेज भयो, 2टा स्टेजमा लबीको अप्रोच के लागिरहेको छ पहिलो कुरा, अनि दोस्रो कुरा पिएमडब्ल्युसीको लागि थ्रेट को लाग्दैछ त अहिलेसम्मको गेम रिड गर्दाखेरि? बिकज इभन भर्चुअस प्रो पनि कहाँ थियो अनि लास्टको 2 दिनबाट त लाइक